Hello everyone, welcome back to my channel. आज चाहिँ मैले भर्खर बिहानबाट भ्लग बनाएको छु हैन। अहिले चाहिँ म ट्याक्क लगाएर आज चाहिँ मैले कामको भ्लग लगाएको छु हैन। सो कति भइसक्यो तपाईहरु भ्लग लगाएर आज चाहिँ लगाएको छु हाम्रो भ्लग चाहिँ हैन। हाम्रो साइकल चाहिँ यहाँ छ हैन। सो गाडी चाहिँ यहाँ छ देख्न सक्नुहुन्छ। अब हामी चाहिँ अब जान्छौँ। अलिकति राति नै छ कि अब हामी चाहिँ अब बिहानै बस्छ हैन। अब कचरा ल्याउनु छ नि त, त्यसले हो हामी चाहिँ यसरी उठ्नु पर्छ। सो यो अब टोकरी निकाल्यो। चरा यहाँ छ है हाम्रो गाडीको चरा, मोबाइल छैन गाडी देख्न सक्नुहुन्छ। यस्तो गर्ने यस्तो गरेर चस्मा पनि चाहिएको छ मसँग, नाइक चस्मा यस्तो नदेखिनै पर्छ नाइक चस्मा लगाएर त त्यति साह्रो देख्दैन छैन। गियर गाइड्स गियर देख्न सक्नुहुन्छ। 4 सामान छ। यो ब्याक हो, यो 1 गियर, यो 2 गियर, 3 गियर अनि 4 गियर बिचको न्युट्रल क्लच। हजुर अहिले भ्लग बनाएर यस्तो चल्छ कि यस्तो हाम्रो भिडियो चाहिँ भ्लग बनाएर यस्तो चल्छ नि त्यो भनिदिनु होला है कमेन्टमा हैन। देख्न सक्नुहुन्छ सपारी यहाँ दुईवटा छ भन्दा नि एउटा छ सपारी चाहिँ। देख्न सक्नुहुन्छ गाइस त्यो मेरो दुःख सुख शिर मती साथ दिने मेरो के लेखेको यो आउँदैन त्यति गाइस पढ्नलाई हैन। यसो पढ्नु है देख्न सक्नुहुन्छ है यस्तो लेखेको छ है। यो चरा देख्छ। सो यहाँ देख्न सक्नुहुन्छ देखाएको नि यहाँ देख्न सक्नुहुन्छ हल्का साम्बाङको फोटो छ। हाम्रो सबै मजाले फाइनली अब हामी चाहिँ जान्छौँ। हाम्रो स्टार्ट हुन आएको छ गाडी। हाम्रो चरा चाहिँ यस्तो छ है देख्न सक्नुहुन्छ र फोटो एन्ड हामी चाहिँ जान्छौँ। त्यही हो अलिकति जाडो भएको छैन, गर्मी लाग्यो नि त देख्न सक्नुहुन्छ यस्तो छ। गाइस त्यसै हो अब हाम्रो गाडी स्टार्ट भइसकेको छ। सो हामी चाहिँ अब ओसोट निकाल्छौँ अनि जान्छौँ। यो ओर्डेसन लगाइदिरहेको हुन्छ गाडीमा ओर्डेसन लगाइदिरहेको हुन्छ भइरहेको छ। हजुर गाडीमा खोज्छु होइन। जानिसकेको छ। अब हामी जान्छौँ यहाँदेखि। गाडी स्टार्ट बसेको छ। अब यसरी हिँड्ने बेलामा चाहिँ बोल्नुपर्छ होइन, धेरै लाउनु पनि मिल्दैन। बनाउँछु ल। हामी चाहिँ अब हामी लागिसकेका छौँ होइन। तपाईँ साइड देख्न सक्नुहुन्छ। यसो कस्तो लाग्छ हजुरलाई भनिदिनु होला। यसो यो क्यामेरा क्यामेरा छ है। गएर गाडी यहाँ राखेको छ, यहाँ केही राखेको छ होइन। आज अलिकति बगेर साइड हाल्नुपर्छ। तरिका चाहिँ
त्यति बेला गाडी गरेर अस्ति अलिक बेला जान्छ होइन अरू सबै आज मैले त्यहाँ के टिकटिक बनाएको छ त्यो त यहाँ हुन्छ होइन अनि बाह्र जान्छौँ यो गाइस सर्भिसिङ आन्टी चाहिँ दोकान आउनु न डरायो पर चाहिँ एकैचोटि भेट्नुपर्छ है अहिले चाहिँ अब धेरै लङ ढिलो पनि हुन्छ होइन त्यसैले चाहिँ अब अलिकति अब बडापछि भेट्नुपर्छ गाइस कतिवटा ठाउँ आइसकेको छौँ हामी चाहिँ फाइनली दुईवटा गाडी आउँछ क्या हामी चाहिँ छिटो पर्छ अहिले त्यो गाडीले अब दिइहाल्यो भने बर्बाद हुन्छ है हाम्रो कतिवटा चाहिँ यस्तो छ है गाइस यहाँ यत्रो छ यहाँ यत्रो छ अस्ति यसोतिर पनि यहाँ छ है कतिवटा टन्नै छ अझै बोक्नु पर्ने छ कति गाडीको साइडबाट बोल्दैछ अब ल सिधा 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 आयो सिधा सिधा सिधै मैले एकदम यो कल ल्याउँछु कली फुस्के फुस्के गर्छ है यस्तो गर्छु कि अब यो हात मास नसकिने अब यी सके कलेर सबै ढाल्नु पर्ने क्या यो ढोकाको सबै सामान आजको के किन्दा सामान के हुन्छ अब स्कुलमा बाहेक बोल्नुपर्छ यसो ढिलोको काममा गर्नुपर्छ होइन टेन्सन हुन्छ यस्तो ढिलो हुन्छ क्या मासुलाई अनि काम गर्नु सकिँदैन त्यहाँदेखि सक्नुहुन्छ यतिको ढिलो चाहिँ
हुनैपर्छ होइन हाम्रो गाडी चाहिँ यति भर्सेको छ है दाइको यति छ मेरो यति छ है धुलोले सताएको हामी चाहिँ बस्नु पर्छ होइन धुलोले चाहिँ यस्तै छ अब सबै झार्दिनँ अनि म त गर्ने हो ल सच भने माछा पनि माथिबाट टिप्छ आकाशको कालो बादल लगो हावाको फुट्ने जाने सबै धुलो अब उता जान्छ देख्न सक्नुहुन्छ धुलो चाहिँ डेन्जर छ है गाइस देख्न सक्नुहुन्छ धुलो यस्तो छ है धुलो गाले यस्तो छ के गर्नु गाइस यस्तैतिर काम गर्नुपर्छ धुलोमा अर्को चाहिँ उहाँ चाहिँ है हाम्रो दाइ हेलो आइ गर्नु न दाइ ल ब्लगमा ल ल सो हामी चाहिँ अब यो टुक्रा टुक्रा हाल्छौँ होइन अनि टुक्रा हालेपछि चाहिँ त्यही अब क्यामेरा पनि फुल भइसक्यो हाम्रो चाहिँ भेना अगाडि हुनुहुन्छ रसिद अगाडि हुन्छ पछाडि छु होइन यसो देखाउनु परेन देख्न सक्नुहुन्छ यतातिर स्कुल लागि चाहिँ आजदेखि चाहिँ छुट्टी रहेछ होइन आज लागि छ तर मैले जाँदिनँ होइन मैले यस्तै काम गरेको होइन अहिले म जाँदैछु भक्तै पनि सही हेर्दैछु होइन अहिले जग्गाहरू जाँदैछौँ यो जानलाई कतिएर देख्न जस्तो कतिएर छ हामीहरू कतिएर जानु जाँदैछौँ अब अरू गाडी छ अर्को गाडी चाहिँ लोड गर्दैछ फेरि पनि होइन यो अब झारेर गएर अब अझै एकछिन हुन्छ भने चाहिँ होइन एकदम मेरो कति मिनट भइसक्यो भ्लग होइन अहिले बनाइरहेको छु तर मैले भ्लग चाहिँ धेरै नै दिन भइसक्यो नहालेको चाहिँ होइन अब चाहिँ आज चाहिँ हालिरहेको छु भ्लग चाहिँ होइन यसो हजुरहरू चाहिँ कस्तो लाग्छ होइन यसो कमेन्टमा भन्नु होला है पान्डाङ्गी यतातिर छ होइन तलतिर हो हामी चाहिँ मासतिर जाँदैछौँ झार्नलाई हाम्रो रसिक दाइ चाहिँ धुलो भएको छ है सो त्यही हो गाइस त्यही हो जनै हुन्छ त्यसैले पनि भन्नुहुन्छ कसरी चाहिँ बस्नुहुँदैन बस्नुहुन्छ तर बस्नु चाहिँ हुँदैन पछाडि चाहिँ ढाबामा यसो हरेर झपटको लागि म पछाडि बसिरहेको छु हुन्छ यति गोड्छ यार यो बसेराले होइन यता दाहिनेपट्टि लाग्छौँ ए दाहिने देब्रे सरी के दाहिने भयो देब्रेपट्टि जानुपर्ने हो यतापट्टि साइड होइन त्यही हो घर पनि हेर्दै अनि साथी देखाएर मलाई फेरि चढिहाल्छ यति हत्ता चिने डाँडा चाहिँ गाइस उयो माथि हो माथिको चिने डाँडा टाढा छैन त हो चिने डाँडा चाहिँ होइन चिने डाँडा यतातिर हो
देखो सक्नुहुन्छ गवासेको छ फाइनली देख्नुहुन्छ पहाडीतिर पनि छ पहाडी त्यतातिर हो गाउँ त्यस्तो छ गाइस यस्तै हो गाउँ के भन्नु त अहिले त अब गाउँ र चाहिँ हामी चाहिँ गाइस हाम्रो झारे ठाउँ आइसकेको छ फेरि पनि अब हामी आएर झर्छौँ होइन ओके क्यामेरा धोएर सबै बनाइदिइसकेको छ यस्तो छ मेरो हाल डल्लो हाल मासला को चोरी हुँदैछ हो त देख्न सक्नुहुन्छ के गर्दैछ त्यहाँ मान्छेले नै के गर्दैछ देख्न सक्नुहुन्छ गाइस के गर्दैछ अब यतातिर झर्छौँ होइन जानु चाहिँ गाइस जाने चाहिँ होइन यो चाहिँ हामीले चाहिँ माटो स्टक गरेको होइन हामी चाहिँ गाइस यसो झर्छौँ भन्दा नि यो माटो चाहिँ हामी चाहिँ यसो राखेको माटो चाहिँ हामी यसो अब साइडतिर चाहिन्छ नि त माटो हामी चाहिँ त्यही ल्याउँछौँ अब कता त्यतातिर झर्छौँ भने त्यतातिर झर्छौँ ब्याक आउँदैछ यता जानुपर्छ यतै जानुपर्छ होइन गाडी यता आउँदैछ नि त यसलाई यता जानुपर्छ होइन यो सबै गाछी आँखा सबै हामीले झारेकै गाछी हो त्यही बुढोबाट त्यही बुढोकोबाट ल्याएर सबै झारेको त्यतैबाट होइन यो ब्याक आउँदैछ गाडी होइन गाडी देख्न सक्नुहुन्छ गाडी गाडी चाहिँ निकै कसैले ल्याउनुपर्छ नि म त आउँछ अझ आउनु म चाहिँ गराएर पनि लुगासुगा चेन्ज गरेर होइन अहिले चाहिँ म लुगासुगा चेन्ज गरेर भइसकेको छ अब हामी चाहिँ होइन अहिले चाहिँ हजुरलाई कस्तो लाग्यो मेरो भिडियो होइन यसो राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब हान्नु चाहिँ नभुल्नु होला आजको लागि चाहिँ यति नै गाइस बाई बाई अर्को च्यानलमा हेर्नुपर्छ बाई बाई गाइस